मजाले सफा देख्दैछ है किनभने माथि आउँछ 55 रुपियाँ केन्द्र दाइजो चुरी रेकीको प्रोग्राम हुँदैछ है त अब रेकीको जुन आज प्रमाणपत्र वितरण छ मिस्टर राजेश लामा देलेक मिसेस बिन्दिरा म्याम दुईजनाले चाहिँ यो नेपाल रेकी ध्यान केन्द्रको प्रमाणपत्र पाउँदैछ त्यसको लागि चाहिँ एउटा प्रोग्राम जस्तो सानो छोटो प्रोग्राम गर्न खोजिरहेको छ उहाँहरू सबै आउनुभयो थ्याङ्क यू सो मच उहाँहरूले अब निर्देशन हुनुहुन्छ सबैजनालाई धेरै 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 बधाई छ त्यस्तै आज यस कार्यक्रमका मुख्य अतिथिको रूपमा हाम्रो डाक्टर मनमोहन श्रेष्ठ हुनुहुन्छ उहाँलाई पनि यस्तो समयमा आएर हामीलाई यसका सल्लाहकार पनि हुनुहुन्छ उहाँ सुझाव सल्लाहले हाम्रो रेकी संस्था यति राम्रो अगाडि बढेको छ त्यसको लागि उहाँलाई धन्यवाद सहित उहाँलाई मुख्य अतिथिको आसन ग्रहण गर्नुहुन सुपर डिलक्स हाल्न सकिन्छ र त्यहाँ हाम्रो खुसीको कुरा चाहिँ के हो भनेदेखि बन्दना आज रेकीको प्रोग्राम हुँदैछ कोही पनि नेपाल रेकी ध्यान केन्द्रसँग कोही पनि कनेक्टेड विदेशीहरू नेपाल आयो भनेदेखि भाइले हामीलाई 20% अफ गर्ने भनेर उहाँले हामीलाई जानकारी दिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद अनि हाम्रो अहिले चाहिँ अर्को एउटा पनि सम्झिनुपर्ने कुरा के छ भनेदेखि अहिले हामीले नयाँ गुरु केनिङ लामा हुनुहुन्छ उहाँबाट चाहिँ यो सबले हामीलाई सशक्त सेवाको लागि चाहिँ उहाँले सेवा हामीलाई हेल्प गर्नुभयो उहाँले 52,000 सान्सुन मैले याद गर्न सकिनु ठ्याक्कै 52,000 सान्सुन चाहिँ उहाँले सहयोग गरेर अनि उहाँले यसरी चाहिँ हेल्प गरेर हामीलाई आज यति उभिनु चाहिँ मौका दिनुभएको छ त्यस कारण चाहिँ जति पनि पहिलेका जति पनि होइन किन लुगा राखेको थियो कसैले आलाउनु कसैले आलाउनु आउनुहुन्न भनेको उहाँ पनि उहाँ आउनुभएको त मन पराउनुहुन्न उहाँ आउनुभयो भने त उहाँले राख्दै राख्दैन त्यसमा चाहिँ सक्नुहुन्न कान्छा